चाहिँ मै प्रधानमन्त्री हो भनेर जेलभित्र बसेका पनि हुटमा चढेर यसो गर्दै हिँडेको पनि त्यही कारणले हो। जेलमा गएर तपाईँ त दुब्लाउनु भएछ बिचरा भनेर चाहिँ झारिएका गोहीका आँसु पनि त्यही अन्तर्गत थिए। तर रविलाम छाने त जेलबाट निस्केर फेरि जानुभयो नि त जेल। जानै पर्ने थियो त, उहाँलाई कसैले छोडेको थिएन। कृत्य कागज बनाएर नखु जेलको कृत्य कागज बनाएर म आफै रिहा भएँ भनेर घोषणा गरेर चाहिँ निस्किनु भएको थियो। प्रधानमन्त्री बन्न एकदम ढिलो भइसक्यो, मै प्रधानमन्त्री हो बन्ने हो भनेर उहाँलाई जेलभित्र गएर भनिएको थियो नि त। त्यसो भएर उहाँ हुटमा चढेर आउनुभयो। भोलिपल्ट पुनः मुसीको भव घरमा गएर 1-2 रात बसेर चाहिँ अनि फेरि जेलमा फर्किनु पर्ने भयो। आज के भन्नुहुन्छ डिपी अधिकारीजी, मनिष झाजी अनि के अरे गणेश ढकालजी क्यार साथीहरू के भन्नुहुन्छ, जसले रवि लामिछानेलाई जेलमा हुलहुज्जत गरेर आगो लाउने धाक धम्की दिएर